हेलो आज चाहिँ हामी गौ पिस्न आएको होइन। अनि हामी चाहिँ गौ पिस्नको लागि टाइम लाग्छ कि, अनि त्यही भएर एकछिन ग्राउन्डमा आएको। म्याडमले मेरी सानी म्याडमले घाँस तानेर हैरान त्यसरी बल्ल खुसी भएपछि यता हेर्दा अब ल अब त बोल्न त। आज चाहिँ हामी बालकुमारी मन्दिर आएको। अनि किन आएको भन्नु? कुकुर बिरामी भएर औषधि ल्याइरहेको छ त्यहाँनिर चाहिँ कुकुर बिरामी भएर चाहिँ अनि हामीले चाहिँ कुकुरलाई के लगाइदिनु भएको, सल्यान लगाइदिनु भयो। अनि हामी चाहिँ यहाँनिर बसेको। अनि मेरो छोरीले चाहिँ यो घाँस समाउन पाइनँ भनेर मलाई सुई पो मन पर्छ कि सुईलाई यस्तो गरेर राखेर भक्क सिलाउने भनेको यहाँ भन्न पऱ्यो के गरिराख्नु पर्छ भने। हेलो त्यो छाल पैसा खानेहरूले क्या उनीहरू त बोल्नु चुराले त बोल्नु। अनि यहाँनिर चाहिँ ठुलो बालकुमारी मन्दिर छ है। यहाँनिर चाहिँ अब उसलाई कुकुरलाई सल्यान लगाइदिइराख्नु भएको छ होइन। अनि कुकुर चाहिँ बिरामी भएर ढलाएको थियो कि, अनि त्यही भएर कहाँबाट सल्यान लिएर आउनु भएको छ। अनि सल्यान सुई लगाइदिनु लाग्नु भएको छ। यो कुखुरा पनि छ यहाँ चाहिँ है। के भएको यो कुकुरलाई? पुरै ब्लड बगिरहेको छ क्या। मलाई पनि सुई चाहिएको थियो किनकि उहाँले चाहिँ यो बाटोमा हिँड्ने कुकुरहरूलाई होइन खाना दिने, अनि फेरि मैले चाहिँ पहिल्यैबाट देखिरहेको थिएँ खाना दिने, अनि बिरामी भएपछि उपचार गर्ने गर्नुहुने रहेछ होइन। अनि कुकुरको चाहिँ धेरै ब्लिडिङ भएको रहेछ कि, त्यही भएर सल्यान आयो अर्को कुरा हो। मेरो छोरी कुकुर लाग्यो।